बीजेपीएमका 4 जना शीर्ष नेता आज औपचारिक रूपमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोरा मोमोमा सामेल भएका छन्। यो भिडियो चाहिँ सबै बीजेपीको नेताहरूलाई म चाहिँ के भन्नु चाहन्छु भनेपछि बीजेपीलाई म्यान्डेट दिएर जनताले जित दिलायो। यसको मतलब यो होइन कि बीजेपीएममा भएको नेताहरूलाई फटाफट आफ्नो उयसमा सामेल गर्नु, गोजा मोमो होस्, जेएनएलएफ होस् या त बीजेपी नै होस्, आफ्नो पार्टीमा सामेल गर्नु होइन। पहिला यिनीहरूको पुरा इन्भेस्टिगेसन, ईडी, इन्कम ट्याक्स लागेर पुरा छानबिन भएर क्लियर चिट भएपछि बल्ल लिने काम गर्नु होला, नभए फेरि जनता एकपल्ट फेरि भट्किने छ। त्यत्तिकै म्यान्डेट दिएको होइन, यही करप्सनको खिलाफ दिएको हो जनताले म्यान्डेट, बीजेपीलाई भरोसा दिलाएर जित दिलाएको हो। यसको गलत फाइदा नलिनु होला, किनभनेपछि यही करप्सनको खिलाफ तपाईँहरूलाई म्यान्डेट दिएर एउटा क्लियरेन्स होस् भनेर पाहाडमा चाहिराखेको क्लियरेन्स, जुन चाहिँ करप्सन एन्टी करप्सन टिम भनेर तपाईँहरूलाई म्यान्डेट दिएर जित दिलाएको छ। बीजेपी गभर्मेन्टलाई चाहिँ करप्सनको खिलाफ म्यान्डेट दिएको हो। तिनीहरू नहुँदा नि जितेको थियो भनेपछि अहिले त्यो बीजेपीको नेताहरूलाई फटाफट हाल्ने काम पनि छैन खासै भने। भोट आउनु नि धेरै छ, 2029सम्म पर्खिनुपर्छ। यो अहिले भोट सकिने बित्तिकै पसेर यो फाइदा लुट्नु खोज्ने यिनीहरूको चाहिँ पहिला ईडी, सीबीआई, इन्कम ट्याक्स जो पनि हो यिनीहरूको चाहिँ क्लियरेन्स हुनुपर्छ, क्लिन चिट मिलेको हुनु पर्यो पहिला। जो पनि घोटालातिर योहरू सामेल छ योहरूलाई चाहिँ अब हतार भएको छ। अब बीजेपी या त फेरि गोरा मोमो जेएनएलएफमा घुस्यो भने त अब जितेको पार्टी, हाम्रोमा त चेक हुँदैन भनेर होला यिनीहरूलाई हतार भएको छ। त्यही भएर यिनीहरूको बेगरै तपाईँहरूले जित्नु भयो 5 सालको लागि भनेपछि अब यिनीहरूलाई सामेल गरेर चाहिँ किन कुडा कवडा बनाउनु सक्छ। यो चाहिँ बीजेपीको जति पनि हाम्रो अहिले म्यान्डेट सम्हालेको गभर्मेन्टहरू छ तिनीहरूलाई भनेको। अरू यो बीजेपीको हर ठुल्ठुलो नेताले सुन्नुपर्छ, ताकि योहरू नहुँदा नि तपाईँहरूले जित हासिल गरेको थियो भने अब यिनीहरूको जरुरत पनि छैन। अगर यस्तै भयो भने फेरि पाहाडमा शान्ति भङ्ग हुने चान्सेस धेरै हुन्छ। जसलाई सम्झेर म्यान्डेट दियो फेरि त्यही करप्सन पार्टीलाई फेरि आफ्नो टिममा हाल्यो भने त फेरि के फाइदा भयो। त्यसरी त बीजेपीएमलाई जिताएको हुन्थ्यो, करप्सन फुल भइरहेको थियो, मजा आउँदै थियो होइन। सबै बीजेपीमा घुसेर करप्सन गरिबस्थ्यो। किन चाहिँ म्यान्डेट दिएर बीजेपीलाई जिताउने कामै थिएन, बीजेपी गभर्मेन्ट आउनु कामै थिएन। उता बङ्गालमा ममता ब्यानर्जीले घोटाला गरिहाल्थ्यो, यता दार्जिलिङमा हाम्रो अनित थापाको भुडी देख्नै भएको छ, खानुमा माहिर थियो। किन चाहिँ बिजेपी गभर्मेन्ट ल्याउनु? जनताले कुछ परिवर्तन होस्, कुछ करप्सन फ्री होस्, कुछ कामहरू बन्नस् भनेर लिएको छ ट्रस्ट गरेर, भनेपछि त्यो ट्रस्ट गर्ने काम चाहिँ नगर्नु होला। त्यो बीजेपीको नेताहरूको बेगर तपाईँहरूले जित्नु भएको थियो। अब यिनीहरूलाई फटाफट सामेल गरेर एउटा डस्टबिन जस्तो नबनाउनु होला, एउटा कुडाखाना जस्तो नबनाउनु होला। पहिला यो जति पनि घुस्नु चाहँदैछ यिनीहरूको पनि राम्रो प्रपर इन्भेस्टिगेसन, सीबीआई, ईडी थ्रु इन्भेस्टिगेसन हुनुको बादमा क्लिन चिट छ भने बल्ल सामेल गर्नु होला। फेरि जनता भड्काउने काम नगर्नु होला। बीजेपी गभर्मेन्ट आए त के भयो होइन, त्यही भन्नु चाहन्छु। यो सर्वसाधारण बीजेपीको जति पनि नेताहरू छन् सबैको लागि हो यो भिडियो चाहिँ।